नमस्कार Smoking is यहाँहरूलाई injurious to स्वागत health. छ फेरि पनि अर्को भिडियोमा आइसकेको छु मसँग यहाँ अब हामीसँग नेपालबाट उच्च शिक्षा हासिल गर्नका लागि नेपालदेखि हाम्रा भाइहरू यहाँ आइसक्नु भएको छ भाइहरूको नेपालदेखि यहाँसम्मको जर्नी र अहिलेसम्मको स्थितिमा के भइरहेको छ काम पाउन कतिको सजिलो छ युकेमा होइन युनिभर्सिटीको फीहरू कति कति चलिरहेको छ के छ यहाँहरू सबै सबै कुरा यहाँ राख्न जाँदैछु अब सुरु गरौँ है त भाइको नाम नाम तिम्रो मेरो नाम त अविनाश गिरी कहाँदेखि म सिन्धुपाल्चोकबाट हो सिन्धुपाल्चोक कुन सिन्धुपाल्चोक सङ्गाचोकबाट हो टाँगरचोक ओके ए भाइको नाम मेरो नाम अनिल थापा दाई अनि कहाँदेखि म कञ्चनपुरदेखि दाई कञ्चनपुरको कुन ठाउँदेखि म चाँदनी दोधारा भन्ने ठाउँदेखि दाई सबिन चापागाई दार्जिलिङदेखि नौबिसे ओके भाइको नाम सुदीप थापा म झापा बिटा मोडबाट मेरो नाम चाहिँ अभिषेक अधिकारी म चाहिँ भालुबाङदेखि मेरो नाम चाहिँ अनुज बराल म चाहिँ लालबन्दी सर्लाहीबाट ओके ओके म सबैसँग पालै पालो आउँछु होइन हाम्रो नेपालदेखिको जर्नीदेखि लिएर अहिलेसम्म यहाँ युकेसम्म आउँदाखेरि के कस्तो स्थिति भयो होइन युके कस्तो लागिरहेको छ काम पाउन कतिको छ धेरैजनाको कमेन्टहरू त्यो धेरैजनाको भिडियोहरू हेर्दै आइरहेको छु मैले कतिपयले काम पाउँदैन युके नआऊ युके आउनु हुँदैन युकेमा काम छैन युके राम्रो छैन भन्ने धेरैको भिडियो हेरिरहेको छु होइन त्यही भएर यो भिडियो बनाएको हो के छ भाइ अब कस्तो लाग्छ युके के भन्ने हेर दाइ आएको 4-3-5-6 महिना भयो आएर यस्तो हल्का हल्का काम छ काम गरेछ अब यस्तो हो नि त काम त अब आउने बित्तिकै त कसले नि पाउँदैन मतलब भाइले चाहिँ आएको लगभग 1 हप्ताभित्र काम पाएर राम्रै काम भइरहेको छ भाइले होइन 12 दिनपछि म आएँ होइन आएर म डबल रुममा बस्थेँ काम खोज्ने सुरुमा त मनै थिएन टाउन सेन्टर जान्थेँ सबै नेपाली बसेको हुन्थ्यो होइन सबले यहाँ छिरिसकेँ म कहीँ काम छैन भन्थे अनि एक दिन म यत्तिकै मेरो रुममेटले मलाई पैसा दिएको थियो अलिअलि त्यो डिपोजिट गर्न गएको थिएँ त्यो बाटोमा यस्तो छिर्दिउँ न त आज काम सोधिदिउँ भनेर छिरेको ल आजदेखि सुरु गर भन्थ्यो चप्पल लाएर टाउन सेन्टर पैसा डिपोजिट गर्न गएको मान्छे चप्पल लाएर पसिना खुट्टा 8 घन्टा काम गरेँ मैले त्यहाँदेखि जर्नी सुरु भयो मेरो अहिलेसम्म एकदमै चिल छ त्यो दिनदेखि कुनै दिन एक दिन पनि खाली बस्नु परेको छैन नि छ त छैन छैन होइन बिन्दास जो खोज्यो भने काम भेटिन्छ होइन एक त आफूमा आफ्नो लक पनि हो लक लाग्यो लास्टै लक हुनुपर्छ किनकि त्यही ठाउँमा गएर 2 दिन अगाडि काम खोज्ने मान्छेले पनि काम छैन भन्ने भए हुन्छ 2 दिनपछि त्यही ठाउँमा गएपछि काम भेटिँदो रहेछ होइन स्टाफ निकाल्ने हायर गर्ने त काम चलिरहेको हुन्छ नि त युकेमा भन्ने नै त्यो भने त्यो एउटा भनाइ नै छ नि 3W को चाहिँ भर नपर्नु होइन होइन अनि अर्को भिडियो भन्छ फेरि ओके भाइसँग मैले कुरा गरेँ ल भाइलाई कस्तो लाग्यो त युके नेपालदेखिबाट युकेसम्म आइपुग्दा तिम्रो त्यो एक्सपिरियन्स कस्तो रह्यो त्यस्तै हो दाइ अब नेपालमा त्यस्तै होइन नेपालको कन्डिसन सबैलाई थाहै छ हामीले जे गरे पनि हामीले देश त छोड्नै पर्ने थियो होइन त्यस अब हाम्रो नेपालको शिक्षा पनि त्यस्तै थियो होइन जे होइन अब हामीले जे नेपालमा 4 वर्षको ब्याचलर डिग्री भयो यता चाँडै सकिन्छ भनेर पनि हामी युके आएको हो मेन कुरा होइन 3 वर्षको ब्याचलर डिग्री हुन्थ्यो होइन त्यस युके आउने बित्तिकै कामै नपाउने चाहिँ होइन होइन जस्तो अब स्ट्रगल चाहिँ धेरै छ अब जे अब त्यही हो काम पाउनेले चाहिँ फी चाहिँ तिर्न सक्छ होला त्यो हामीले चाहिँ कमाएर चाहिँ फी तिर्न चाहिँ अलिक गाह्रो नै छ ब्याचलरमा यता युके आएर होइन त्यस हामीले जस खाना बस्नको लागि चाहिँ हुन्छ भनौँ न होइन खाना बस्न त्यो चाहिँ सर्भाइभ हुन्छ त्यस फी नै तिरिन्छ भने चाहिँ त्यो चाहिँ मैले सोचेको छैन आफै कमाएर चाहिँ सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन अनि जबको कुरा चाहिँ के भन्न चाहिँ अब त्यही हो कतै आफूले स्ट्रगल गर्यो खोज्यो भने पाइन्छ होइन जसबाट युकेमा त्यो लाग्छ रिफरेन्स चाहिँ धेरै चल्छ यहाँ एकदम त्यो चाहिँ सही कुरा हो रिफरेन्स चाहिँ भयो भने काम पाउनु धेरै सजिलो हुन्छ होइन ल भाइ तिम्रो जर्नी भन्दै के छ कस्तो अब कस्तो के छ युके आएको यस्तै 6-7 महिना भयो आएको 1 हप्तापछि काम त पाइएको थियो त्यही पनि रिफरेन्समा आफू त्यही ठाउँमा काम सोध्न त गएको थिएँ तर पाएको थिएन अरूले त्यही ठाउँमा काम लगाइदिएपछि पाउने यस्तै हो अब गाह्रो छ फी तिर्न यताउति त बस्नलाई त पुगिहाल्छ बस्न खान त बस्न खानलाई चाहिँ पुग्ने भयो होइन फीको लागि चाहिँ हामीले अब घरबाट नै पैसा मगाउनु पर्ने जस्तो कुरा आयो होइन
काम अब यस्तो अब के जति पनि युके आउँदै हुनुहुन्छ, आउनलाई रेडी हुनुहुन्छ, कतिपय भिसा आएर बसिरहनु भएको होला, कतिपय इन्टरभ्यू दिएर बसिरहनु भएको होला, कतिपय अब त्यो होइन नयाँ कुरेर बस्नु भएको होला। उहाँहरूको लागि चाहिँ के छ त हामी सबैको युके आउँदा ठिक छ या नआउँदा ठिक छ? आउँदा ठिक छ, तर यसो आफ्नो हुन्छ नि होइन, भित्रैबाट गएर गर्छु एकदम जस्तो भयो नि गर्छु भनेर आउने भने चाहिँ हो, नभए चाहिँ घरमा बाउ सम्पत्तिको छ भने चाहिँ नआउँदै सम्पत्तिमै मोज गरेर बस्नु। यहाँ आएर चाहिँ होइन एकदम पेलिन्छ, त्यो कुरा चाहिँ त्यही हो। तिमीलाई के लाग्छ? म त आउनुपर्छ भन्छु सबैलाई होइन। जस युके आएर हामीले धेरै कुराहरू सिक्न मिल्छ नि त। यो एज भनेको हामीले जो सिक्नुपर्ने हो। हामीलाई पहिला पैसा पनि सबै थोक पैसा मात्रै होइन होइन। जस हामीले अहिले सिक्नुपर्ने उमेर हो, हामीले सिक्नु पर्यो होइन। जस हामी युके आएको भनेको हामी उच्च शिक्षाको लागि आएको हो यहाँ होइन, पैसा मात्र होइन। जस हामीले कमाएर हामीले फी तिर्न सक्यो भने पनि त्यही हो सर्भाइभ। जस युके आएर घर पढाउँछु पैसा म ब्याज तिर्छु लोन तिर्छु भन्न चाहिँ सकिन्न होइन। जस हामी युके आएर स्ट्रगल गर्ने, सकेको पैसा कति जम्मा गरेर सकिन भने घरबाट मगाउने, त्यही हो। आएर पढाइ सढाइ नछोड्नु, जस आफूले सकेको चाहिँ कोसिस गर्नु भन्छु म सबैलाई, त्यही हो मेरो भनाइ। धन्यवाद भाइलाई। अब भाइको केही भन्नु छ युके आउने जो पनि आउँदै हुने, आउनलाई रेडी अथवा एप्लाई गर्छु भनेर सोच बनाउनेहरूको लागि? आफ्नै इच्छा है, आउन मन लाग्यो, आउन मन छैन नि त। भाइले केही भन्नु छ? जो मलाई त के भन्नु छ भन्दाखेरि दाइ होइन, युके आउनु ठिकै हो, नआउनु अब मैले अहिले नआउनुहोस् भनेर नआउने पनि होइन मान्छे, किनकि मैले कमेन्ट देखिरहेको हुन्छु आफू गएर 1.5 वर्ष 2 वर्ष भइसक्यो मोज गरेको छ, फोटो हालेको छ भन्छन्, तर रातभरि कोठामा रोएर भोलि बिहान उज्यालो मुख हाँसेर फोटो खिचेर फेसबुकमा हाल्नु त्यो छुट्टी कुरा हो होइन। रातभरि कोठामा रोला अरे, आफ्नो हात हान्ला अरे, टाउको हान्ला अरे, भोलि बिहान हाँसेरै फोटो हालिदिन्छ सोसियल मिडियामा हाल्दाखेरि। अनि त्यो भएर सोसियल मिडियामा देखेको त्यो भरमा युके जान्छु म, त्यो गयो भनेर आउनु राम्रो कुरा होइन भन्छु म। तर विदेश एकचोटि चाहिँ आउनुपर्छ दाइ। विदेश आएपछि रियल स्ट्रगल, घरमा बाउ आमाको पैसा उडाएर बस्या, विदेश आएपछि थाहा हुन्छ होइन के दुःख हुँदो रहेछ के हुँदो रहेछ भन्ने कुरा। अब युकेको कुरा गर्दाखेरि अब जो यो 20 घन्टा काम गरेर युनिफी तिर्न सकिन्छ भन्ने गाह्रै कुरा हो दाइ होइन। अलिकति ब्याकअप छ भने घरमा होइन आउँदा राम्रो होइन। अब जे हुन्छ म उहीँ गएर देख्छु गर्छु भनेर आउने पनि आँट गर्ने पनि हुन्छ। अब मैले पनि आएको 1.5 वर्ष हुन लागिसक्यो, भइसक्यो 1.5 वर्ष आएर मैले फी बुझाइसकेँ भनौँ एकचोटिको लागि। अनि मैले घरबाट मगाएँ होइन भन्नुपर्दा अब काम पाइयो पनि सकिन्छ होइन। घरमा 2टा आइफोन पनि पठाइसके घरमा अब त्यो कहिलेकाहीँ यसो टिप्स सिप्स धेरै आएपछि पठाइन्छ होइन। अनि त्यसपछि दुःख चाहिँ धेरै दुःख छ। अब त्यो सोचेर आउनुहोस् कि यति भोलि बिहान पढ्दाखेरि म पढाइ छोडेर यत्तिकै इलिगल बस्छु भनेर आउनु नराम्रो हो। घरबाट 2-4 लाख रुपियाँ 4-5 लाख रुपियाँ पछि हेल्प हुन्छ, त्यो त्यति हिम्मत छ भने ब्याकअप छ भने युके आउनुहोस् नै भन्छु म। आफ्नो मोटिभदेखि नै स्वागत गर्न तयार छु म। भाइको भनेको लागि धेरै धेरै धन्यवाद। भाइको केही छ युके आउने हुनेहरूलाई? यो त केही पनि छैन, आउनु मन हुने मान्छेहरू आउँदा हुन्छ। मतलब यहाँतिर जति पनि सोसियल मिडियामा युके नआऊ, युकेमा कामै पाउँदैन, कोठा पाउँदैन, हरेक कुराहरू सोसियल मिडियाहरूमा आइरहेको हुन्छ नि त। त्यसको लागि चाहिँ हामी त अब हामी यहीँ युके आइसक्यौँ, तिमी 7 महिना भयो, ऊ 2 वर्ष हुन लाग्यो, उनीहरू त भर्खर आएको, तपाईँ कोठा त सँगै 7 महिना हुन भनिसक्यो ल। त्यहाँ हो जस आउँदा कोठा त पाइयो नि, कोठा पाइयो, काम त आएर 1-2 महिना त होइन त्यतिकै अब लक छ भने आउने बित्तिकै भोलिपल्ट नि पाउला, त्यो छुट्टै कुरा। तर केही 1-2 महिना त कुर्नु नि पर्ने हुनसक्छ नि त कामको लागि त होइन। र अर्को कुरा हामीसँग थोरै भए पनि एक्सपिरियन्स हुनु पऱ्यो क्या। जस्तो हामी काम खोज्नु, म पनि काम गर्ने ठाउँमा मेरो कति भाइ बहिनीहरू इन्डियन अथवा पाकिस्तानी नेपालीहरू आएको हुन्छन् होइन, काम खोज्न आएको हुन्छ। तँसँग केही एक्सपिरियन्स छ भन्दा केही पनि छैन क्या। अनि कसरी हायर गर्छ क्या मान्छेले? आफूसँग केही पनि छैन भने होइन, मान्छेले कामलाई पैसा दिने हो, अनुहार हेरेर पैसा दिने त होइन। हामीसँग त थोरै त केही न केही मात्रामा त एक्सपिरियन्स हुनु पऱ्यो नि त। म चाहिँ मेरो चाहिँ सुझाव के छ भने जति पनि युकेमा जो पनि एप्लाई गर्दै हुनुहुन्छ आउँदै हुनुहुन्छ कामको लागि छ भने केही सिकेर आउँ होइन, केही मात्रामा भयो नि सिकेर आउँ होइन। अनि यहाँ आएर अथवा कपाल केटा मान्छे छौ भने कपाल काट्न सिकेर आऊ, केटी मान्छे छ भने ब्युटिसियन सम्बन्धी थोरै कुरा भए पनि सिकेर आयो भने त्यो स्टुडेन्टहरू मार्फत पनि अथवा यहाँ नेपाली जो पनि पुरानो बस्ने हुने हुन्छ घर यहाँको रेसिडेन्ट उहाँहरूको लागि उहाँहरूको घर घरमा गएर कपाल काटिदिएर भए पनि त्यो थोरै इन्कम एउटा खानाको लागि त हामीले त गर्न सक्यो नि होइन। र अब धेरै नसकियो पनि खानाको लागि त मरिएन नि त, त्यहाँ त अब कोठा भाडा त बिस्तारो हुँदै जान्छ हो किन? के लाग्छ तिमीलाई?
हजुर तपाईँले भने सब ठिक लाग्यो माइकसँग बोल्नु हजुर दाजु सबै ठिक लाग्यो मलाई तपाईँले भनेको अब तपाईँ जस्तो दाजुभाइ भेट्यो भने धेरै सजिलो हुन्छ यस्तो परदेशमा जोस् कामसाम खोज्न नि सहयोग गरिदिनुहुन्छ जोस् धन्यवाद दाजु तपाईँलाई भेट्न हामीले भाग्य पाएकै हो धन्यवाद भाइ अरू केही छ त अब हामीले राख्नुपर्ने केही छैन त केही छैन अब म लास्टमा के भन्न चाहन्छु भन्दाखेरि अहिले हामी यहाँ जसरी हुक्का खाएर बसिरहेको है म त मोज गरिरहन होइन अनि भन्ने बेला यस्तो भन्छन् भन्नुभयो होला अब त्यो हप्ता दिनभरि त्यो गरेर होइन सबै आफ्नो दुःख लास्टमा आएर हामी पोख्ने यही हो होइन सबै बसेर त्यही पनि 2-3 महिनापछि होला हामी सबै बसेका छौँ यो भने चाहिँ कस्तो लाग्छ भने नेपालमा हामी चिया खानलाई जक्सनमा बस्छौँ नि साथीभाइ यो भने चाहिँ एउटा होइन रमाइलो 4-5 महिना धेरै भयो म त तिमीहरूसँग फर्स्ट टाइमै भन्दा पनि हामी योभन्दा अगाडि एकचोटि आएको थियौँ सबै भाइहरूसँग म युके आएर हुक्का नै फर्स्ट टाइम हो कि म लाइफमै पहिलोचोटि हुक्का खाएर त के भयो पहिले नेपालमा नि खासै त खान्न तर लाइफमै पहिलोचोटि खायो धन्यवाद हामी